त्यो पलमा मेरो आँखा अगाडि मेरो छोरी थिए। उसको सुरक्षाभन्दा ठुलो मेरो लागि यो संसारमा केही छैन। म्याथ सिक्ने भए भन्ने गीतको अपार सफलतापछि अब हामीले मास्टरनी फिल्मको टिजर हेर्न पाउने भएका छौँ। हेलो मुभी लभर, हाउ आर यु? आई होप तपाईहरू सबैजना सन्चै हुनुहुन्छ होला। यति बेला हलहरूमा गौथली फिल्मले तहल्का मच्चाइरहेको छ भने युट्युबमा 1 मिनेट 12 सेकेन्ड लामो मास्टरनी फिल्मको टिजर आएको छ र यो फिल्मलाई शुभेन्दु घोषले डिरेक्सन गर्नुभएको छ। यो फिल्ममा हामीले प्रियङ्का कार्की, सिमरन खड्का, आर्यन सिद्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, रिचा शर्मा जस्ता दर्जनौं कलाकारलाई एकसाथ पर्दामा देख्ने भएका छौँ। अनि यो फिल्मको निर्माता हुनुहुन्छ आयुष्मान जोशी र प्रियङ्का कार्की। र अब केही गरी यो फिल्म चलिहाल्यो भने त र यो मास्टरनी फिल्म भदौ 5 गतेबाट हलहरूमा रिलिज हुने भएको छ। र यो फिल्म रिलिज भएको 1 हप्तापछि हिन्दी फिल्म टक्सिक रिलिज हुँदैछ, जसको हाइप भने नेक्स्ट लेभल छ। यो फिल्ममा हामीले क्राइम थ्रिलरको कथा देख्न पाउने भएका छौँ। यो वर्ष रिलिज भएका फिल्महरू एउटै प्याटर्नका थिए र यो केही फरक भने पक्कै देखिएको छ। दर्शकको मन पनि जित्यो भने त अब बवालै हुन्छ। यो मास्टरनी फिल्मको म्याथ सिकाउने गीतले त फिल्मको प्रमोसन त गर्यो, तर धेरै दर्शकहरू भने फिल्मको बहिष्कार गर्नतिर लागेको देखिन्छ। अब बहिष्कार पनि किन नहोस्, गीतै यस्तो बनाएपछि के बनाएको यार यो गीत। अनि के तपाईहरू म्याथ सिक्न र मास्टरनी फिल्म हेर्नको लागि हलसम्म जानुहुन्छ होला त? कमेन्ट गर्नुहोस् र यस्तै नयाँ नेपाली फिल्मको रिभ्यू, अपडेट र जानकारीको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला।